आयुर्वेदका मूल सिद्धान्तहरू। आयुर्वेदका 3 सूत्रहरू। आयुर्वेदको व्यापक विषयलाई संक्षेपमा बुझ्न र त्यसको मूल तथा तथ्य स्पष्ट पार्न प्राचीन महर्षिहरूले 3 सूत्रहरूको सङ्केत गरेका छन्। आयुर्वेदका सम्पूर्ण सिद्धान्तहरू 3 किसिमका मूलभूत तथ्यहरूका आधारमा बनेका छन्। ती तथ्यहरू यस प्रकार छन्: हेतु, लिङ्ग र औषध। यसैलाई त्रिस्कन्ध पनि भनिएको छ। स्कन्धको अर्थ मूल हाँगो हुन्छ। हेतु: कुनै वस्तुलाई उत्पन्न गर्ने अथवा कुनै काम गर्दा आवश्यक पर्ने व्यक्ति अथवा वस्तुलाई हेतु भन्दछन्। हेतुलाई कारण पनि भनिन्छ। आयुर्वेदको मुख्य विषय आयु सम्बन्धी भएको हुँदा त्यसमा पहिले आयुको हेतुबारे जान्नु पर्दछ। त्यसपछि सुख आयु अर्थात् स्वस्थ जीवनको र दुःख आयुको रोगको अवस्थाको पनि हेतुबारे जान्नुपर्ने हुन्छ। लिङ्ग: लिङ्गको अर्थ लक्षण वा चिन्ने बुझ्ने साधन हुन्छ। यहाँ स्वस्थ अथवा रोगी मानिस चिन्न मद्दत गर्ने लक्षण भन्ने अर्थ छ। त्यसअनुसार स्वस्थ व्यक्तिको लक्षण यस्तो हुन्छ: शरीरले गर्ने सबै कामहरू स्वाभाविक रूपमा हुन्छन्। कुनै काम गर्न असजिलो पर्दैन। शरीरमा हुने स्वाभाविक गुण, रूप, बल, उत्साह आदि व्यक्त हुन्छन्। आँखा, कान आदि 5 इन्द्रियहरूले राम्रोसित हेर्ने, सुन्ने आदि आफ्ना कामहरू राम्रोसित गर्न सक्ने हुन्छ। मन प्रसन्न र आशावादी हुन्छ। नचाहिँदो चिन्ता, डर, निराशा हुँदैन। स्वस्थ मानिसको लक्षण जानेपछि स्वस्थ बन्ने चाहना बढ्दछ। रोग लागेपछि त्यो निको भएको अथवा नभएको छुटाउन सकिन्छ। राम्रो सल्लाह दिन सकिन्छ। स्वस्थको लक्षण भन्दा रोगको लक्षण फरक हुन्छ। जस्तै शरीरको कुनै अङ्ग अथवा धेरै अङ्गहरूको काम राम्रोसित हुँदैन। हिँड्दा खोच्याउने, हिँड्नै नसक्ने, हातले समाउन नसक्ने, काम्ने आदि हुन्छ। हिँड्दा, काम गर्दा जिउ दुख्ने, रिङ्गटा लाग्ने हुन्छ। शरीरका स्वाभाविक गुणहरूमा परिवर्तन आउँछ। आँखाको रङ पहेँलो हुन सक्छ। तापक्रम निकै बढ्ने अथवा घट्ने हुन्छ। शरीरमा छाला, फुस्रो वा चिल्लो बढी चिल्लो हुन सक्छ। भोक बढी लाग्ने, कम लाग्ने हुन्छ। इन्द्रियहरूले आफ्नो काम गर्न नसक्ने, कम मात्रामा गर्ने अथवा नमिल्दो किसिमले गर्ने हुन्छन्। उदाहरण: आँखाले नदेख्ने अथवा कम देख्ने हुन्छ। अथवा एउटा वस्तु दुईटा देख्ने, धमिलो देख्ने, टाटापाटा देख्ने, सेतो कुरा पहेँलो देख्ने हुन्छ। मन दिगदार र निराश भइरहन्छ। रोगको लक्षण शरीरमा असुविधा अथवा दुखाइबाट सजिलै अनुभव गर्न सकिन्छ। तैपनि केही लक्षणहरू व्यक्तिले आफै अनुभव गरिने हुन्छन्। केही अरूले देखेर पनि चिन्न सकिने हुन्छन्। व्यक्तिले आफै अनुभव गरिने दुखाइ आदिलाई आन्तरिक लक्षण भनिन्छ। अरूले देखेर छामेर थाहा पाइने लक्षणलाई बाहिरी लक्षण भनिन्छ। 3 नम्बरमा औषध। सकभर रोग लाग्न नदिने वा त्यसबाट रक्षा गर्ने र रोग लागेको अवस्थामा रोग निको पार्न मद्दत गर्ने उपायहरूलाई औषध भनिन्छ। औषध अन्तर्गत रोग लाग्न नदिकन शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वहरू प्रशस्त मात्रामा पुर्याउने र शरीर पुष्ट, स्वस्थ एवं बलियो बनाइराख्ने उपायलाई रसायन भन्ने चलन छ। त्यस्तै विवाहित जीवनभित्र दुई पति पत्नीबीच स्वस्थ राखी परस्पर प्रेम सम्बन्धलाई कायम गर्ने र असल सन्तान जन्माउन योग्य बनाउने उपायलाई बाजीकरण नामले चिनिन्छ। दुध, घिउ, गुलिया, फलफुलहरू, असल धानको चामल, मासको दाल, अश्वगन्धा, शतावरी, बला आदि औषधि, सफा र चिसो पानी, असल आचरण यी सबै रसायन तथा बाजीकरण औषध अन्तर्गत प्रयोग गरिन्छन्। रोग लागेको अवस्थामा रोगको कारण र अवस्थाअनुसार औषधि, खानेकुरा र चालचलनको तजबिज मिलाई रोग निको पार्ने प्रयत्न गरिन्छ। त्यस किसिमको उपाय आफ्नो परिमाण अनुसार 2 किसिमका हुन्छन्: रोगको लक्षण निको पार्ने, फेरि रोग हुन नदिने। अब यति नै भनेर
आयुर्वेदका 3 सूत्रहरू सके मैले। अब अर्को भिडियोमा शरीरका घटक 5 महाभूतहरूको बारेमा अर्को भिडियोमा कुरा गर्छु है।